ल जाने चाहिँ कता हो? किन त गाडी लिएर आइज भन्ने हो कि के हो भने गाडीको मात्रै बाटो छ त। यो सर्टकट होला। उकालो हो त यार। किन सोध्नु? आएको म्यापतिर हेर्दौँ नि त। त्यो त माथि देखाउँछ त गाइज। यो आउने जाने हो जता पनि हुन्छ त। जाउँ न पछि लाएर जाउँ न। बाटो ठिक हो कि नि हेर्नु त्यो म्याप अनुसार त ठिक हो। लैजाउँ बोकौँ बोकौँ अहिले चाहिँ म्याप अनुसार त यो मिल्छ नि। जन ल्याउनु त्यसले झन् लिएर आउनु अहिले त्यहीँ ल्याएर राख्नु नि त्यो के भयो छोड्दिनु। यस्तोमा राखेको छाता युज गर भनेरै राख्नु के हो जङ्सिल त्यो तर त जाने भयो उहाँ देखा 100 मिटरमा अरे कति हो 100 मिटर भने 100 मिटरमा पुग्दा आधी पुग्छ। जाम 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 अल्मल नगर्नु ल राम दाइ फेरि काशीका तामाङको भाइ हुनु नि उहाँ भइरहेछ। यो ढुङ्गाको टाउवा छ गुम्बा नि पुरानो ढुङ्गाको टाउवा बुद्धिज्म अनुसारको थियो के अरे चाट बहुत यस्तो राम्रो रहेछ यो उयो हेरेर जाने घर हेर्नलाई आँसु आयो। के हो ढुङ्गाको टाउवा ढुङ्गाको टाउवा भन्ने के भन्ने यसलाई माने 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 अझै गुम्बा रहेछ गाइस। यहाँ सर गुम्बातिर जाँदैछौँ। त्यहाँ के हो सिक्ताङ हो त्यो होइन हौ ध्यान गर्ने गुम्बा पनि जाने ध्यान गर्ने जाउँ न पण्डित बस्ने हामी जहिले हाइकिङ गर्दा अनि गुम्बा दर्शन गर्ने बानी लाग्छ। उल्टो बाटो जाने गुम्बा दर्शन गर्ने फेरि र गुम्बा रहेछ यहाँनिर। तलको कुन सहर भाइ हो? भुसान हो? भुसानै भनिदिउँ न होइन। ल जाउँ। हिँड्ने बाटोमा गद्दा ओछ्याइदिएको छ गाइस। यहाँ चाहिँ क्याफे रहेछ। यो त देखाइरहेको बाटो यो त छ त्यो बाटो। माथि जाउँ न। के हो लाफिङ बुद्ध हो नि? हो नि बुढा मत बोल्नु नो नेपाल नेपाल 저기 산 한국말도 알아요. 한국말도 알아? 네. 대표가 왔어. 그래서 저기 가서 오른쪽으로 제가 등 달렸잖아. 쭉 가가지고 큰 길로 오잖아. 큰 길로 올라가는 게 제일 편해. 그럼 여기 사이길로 가면 쭉. 시간 얼마 걸려요? 5분 하면 섰겠지. 30분. 30분만 걸려. 이거 바로 보이잖아. 네네네. 5분만 가면 돼. 5분. 네. 30분. 감사합니다. 땡큐. 네. 오케이. हाम्रो चाहिँ कोही काकाले यस्तो बाटो बताइदिनु भयो। गुम्बा हाम्रो गौतम बुद्धको साथ एउटा बुद्ध अरू बुद्धहरू यहाँनिर कुद्दैछन्। जुत्ता लाएर माथि जानु पाइँदैन क्या? जति पाउँछ जति नजाउँ ऊ हेर ऊ सिन्डल फकको यहाँदेखि रहेछ। यहाँ माथि जानु चाहिँ जुत्ता खोला जानु पर्यो रहेछ। कोक सिल्भान फतको ओला कसो जाउँ जुत्ता चाहिँ नखोलाउँ अहिले। त्यसलाई दायाँमा हेर्नु छैन जति पाउँछ भन्दै कुदिरहेको। किन सानसानो मूर्ति कति धेरै है? सिल्ला सिधे पनि छ त कहाँ उता जुङ्गेबुढोको सेजन देवाङ त्यो कति मानव नोटमै कतिमा हुने हो त हो नि। ओइ सेल्फी जिन्दगी गुम्बामा र त्यहाँबाट फोटो खिचेर प्रकाश के गर्छ भ्यू यताबाट आज कुहिरो लागेको छ क्या मस्त राम्रो देखिरहेको त कुहिरो लाएर हो। भ्यू चाहिँ जोस राम्रै हो। आज दिन चाहिँ गलत आउने हाम्रो
कपाल भएको भनेको मै होला हाम्रो चाहिँ हिरो वहीँ हो खतरा ह्यान्डसम देखियो यार भाइ त अहिले के छ भाइ बोलिदिएको के हुँदैन अनुहार पनि नदेखाउने हो कि पछि सिनको आन्देला र भाइले मेरो अनुभूति बिनाले भिडियो हाल्यो भनेर भर पनि छैन फेरि गइसक्यो तपाईँ त बुद्धिस्टहरू यहाँसम्म कति साम्सी बुन लाग्छ भने होइन ओगुन भन्थ्यो ओभन त जिस्काएको हो ओभन त यहाँ भने हाम्रो टार्गेटलाई 20 मिनेट दाइले भाषा बुझ्दैन क्या हो कहाँ पुग्छ नि सबै म बुझ्दो रहेछु ल 20 मिनेटलाई हाम्रो टार्गेटलाई यही पनि कस्तो दामी देखिँदो रहेछ भिडियोमा हेर न त्यहाँबाट कडा खान्थ्यो खतरा यार यो बाटो तिमीलाई सम्झाउ त्यहाँ जाने हल्ला गरेर हैरान पार्नु भयो यार यत्रो मान्छेले के सम्झिनु आशिकाको भाइ आशिष भाइ खतरा रहेछ गेट अनि बाटो सही रहेछ नि हामी अघिको बाटो आयो भने पुगिन्छ तिमीलाई केही थाहा नहुँदो रहेछ कहाँ गयो तिमीलाई बाटोमा चाहिँ पुरै चकटी ओछ्याइदिएको छ जङ्गलको बाटो बत्तीहरू राति पनि हिँड्नु मिल्दो रहेछ नि भाइ यहाँ यहाँ चाहिँ आउने नै राति हो नि गाडीको बाटो पनि खतरा उकालो छ डेन्जर त्यो आत्तिने मान्छे म लिएर हिँड्दिनँ अब यहाँ भूकम्प आए पनि डराउनु हुँदैन छोरो मान्छेहरू पानी पऱ्यो नि के फोन न किन हेर्ने मैले डाँडोमा आयो यति हिँड्दा नि ठिक हो उन्दुङ गर भन्छु क्या मैले काम गर्ने सुत्ने डुब्बालेको छ नखाउ दाजु भन्दा नटेर्ने अझै छ यहाँ त्यहाँ माथि त के जानु अनि फाइनलबाट हेर्ने चाहिँ के हो कुहिरो लगाएर आएको दिन एकदम रङ दिनमा आएछ उहाँ जाने र नजानु फेरि यहाँबाट के झारी हेर त भन्ने जङ्गल हेर्न आएको उहाँबाट पनि केही देखिन्न आज कुहिरो लागा देखिन कुहिरो सबै कुहिरो लागा के भन्नु अन्धकार बाटो ठाउँ चाहिँ रमाइलो पानी परेर त्यस तलको सिनेरी चाहिँ अवलोकन गर्न पाइएन कुहिरो लागिरहेछ उकालो चढेर सास खोल्यो फाइनली हामी चाहिँ टपमा आयो हिँड्ने बसौँ न हो कति कुदै गरेको स्टामिना त अब भएको मान्छेले चुरीफुरी गर्दैन नि त जसको छैन त्यसले चुरीफुरी गर्छ यो रहेछ नि त मेन पोइन्ट अनि काठै काठको रहेछ नि फेरि अहिलेसम्म त कुहिरो लगाएको थिएन अहिले चाहिँ कुहिरो लाग्यो काका काका त तल झरियो भने सिधै तल पुगेर लाग्छ त फाइनल गाई त्यहाँ चाहिँ एकदम बिल जस्तो रहेछ फाइनल गाई चाहिँ पानी पसेर आँखा देखेको छैन हाम्रो चाहिँ सिधै तलको सहर देखिरहेको छ कस्तो दामी सिन छ तर कुहिरो नलागेको चाहिँ एकदमै राम्रो देख्दो रहेछ कुहिरो लागेर चाहिँ पुरै पानी परेर
ए यहाँनिर रहेछ नि अझ खतरा त त्यहाँबाट देखियो र भाइ हो र अनेक जाने यार मान्छे साइन्टिस्टै हो नि देखिँदैन आँखाले हेर्दा देखिँदैन कुहिरो लाएर चाहिँ किन देख्छ छैन ऊ त ढुङ्गामा उभिएर खिच्ने दामी आउँछ र लड्यो लडिन्छ हौ चिप्लो छ जाम त यता अब यता झर्ने बाटो रहेछ सुन अनि अर्को साइड झर्छ होला नि गइदिन अर्को साइड झर्दैन के छ र एक बारको जुनीमा केटाहरू बिचरा हामी जस्तै आएको आज पानीमा भेटे बाटो छ किन हेरेर होला नि बाटो होइन ल होइन यता नजाने त अब कता गइन्छ फेरि उकालै गइन्छ नि बाटो छ नि बाटो छ त यहाँहरू झर्ने बाटो तर्छ गाडी आउँदै रहेछ नि झरेको अब यहाँदेखि नजिकै रहेछ जाउँ भनेको चाहिँ के हो नाम हुनु परेन क्यामेरा अन्त छ एक फोटो खिचिदिनु न डर लाग्छ मलाई उल्टे भने नाटक नगर्नु ल पुरा निकाल्नु राईसम्म गाँस्थे त्यस्तो कुहिरो मात्रै आउँछ चर्पिँदैन किन निकाल्नु त्यो यता निकाल्नु सबै कुहिरोले छलेर केही देखिँदैन के निकाल्नु निकाल्नु न जस्तो आउँछ यो खिच्नुलाई ल्याउनु यो कुहिरो बगिरहेको अहिले खुल्छ पानी परिदिनु रस यताबाट पनि यस्तो बबल फोटो आएको खिच्न जान्नु होइन अगाडिबाट अलिक उज्यालो आउँछ क्या अगाडि यस्तो हट्छु नि कसरी बस्यो त्यसै बसेको ऊ तपाईँ हेरेर बस नि दाइले हट्नु भन्नु पऱ्यो क्या दाइ बसेको ठाउँमा चाहिँ दामी आयो खिचिसक्यो अनुहार चाहिँ आउँदैन मान्छेको बसेको चाहिँ दामी आउँछ तल हेर नि तल होइन त फोटोको सिन दाइ हात हटाउनु न कहाँ पनि भाँचो हालेको अलि यता आउनु न उभिएको भन भाइ यार लाज झल्लो देखियो फ्रन्ट क्यामेराले उज्यालो हान्दो रहेछ कि ऊ बसेर उताएर हो गुड सिकाउनु हो यो पनि ठिक छ ल कडक के लाग्यो खोइ मुख बन्द हुँदैन ए अहिले बन्द गरिदिउँ ल नि खाली जस्तै आज क्या खाली जस्तो छैन बन्द गरेर बस्छ नि त सिन त ठिक छ नि अब ठिक नभए नि अब मानिदिनु पऱ्यो ल ल मैले हेपी गरेँ लास्ट यहाँ त त्यो आएको छैन नि तपाईँ घर जानु भन्ने कि लाग्छ दादा खिचिरह मेरो नै यही सिनमा एउटा खिच उता खिचिरह त म त यता छु त उता खिचिरह तिमीलाई छेउमा राखेर खिच्छ हौ तपाईँको दिनु हुन्छ मान्छे नै गतिलो हुनु पऱ्यो राम्रो हामीलाई त होइन यो भनेको चाहिँ मान्छे फोकस हुँदैन नि यसो अघिको भन्दा अलिक बढो फेरि अहिले त बाक्लो भयो त्यो पनि देखिएन त्यो टावर 10 मिनट अगाडिको भन्दा फेरि बाक्लो भयो होइन
कलमतिर टिचिङ बिचको भाग चाहिँ मलाई सबै याद छ केही देखिएन त यसमा देखिँदैन आयो कि फेरि यता चाहिँ अलिअलि देखिन्छ udah di गर्मी त घरै नै छ कस्तो वर्ष अब यो डाँडोमा आएर हेर्ने भनेको घर मात्रै हो तर यो घर पनि एकदम राम्रो देखिएको छ उयो फेरि आउनु थाल्यो जाऊँ अब जाऊँ रातमा चाहिँ आजको यात्रा नि अब लगभग समाप्त भयो रमाइलो भएको छ यतिसम्म उन्दुङ भयो क्यालोरी बर्न भयो उता त घाम लाग्छ त नि फेरि कहाँ पुवालबाट घाम परेको फेरि त्यो कहाँ बादलको पुवालबाट घाम परेर एउटा स्कुलमा जग्गा आएको छ फेरि होइन अनि केटाकेटीलाई क्वेसन सोध्छ भनेर अनि मान्छेहरू आउँदैछन् तलबाट अघि हामी यो बाटो आएको त होइन है जङ्गलबाट अडाइरहेको थियौँ दादा त फेरि आएर खाइसकेछ नि म त 23 वर्षमा आएको मभन्दा अलि 1 वर्ष ढिला है त नाम निकाल्यो चाहिँ 21 मा हो आउँदा त्यो 22-23 होइन सँगसँगै होला भाइ यहाँ झरमै 11 मा निकालेको नि 21 मा आफू 21 वर्षको हुँदा भनेको दाइ अलिकति अर्कलाइजेसन गर्नुपर्छ नि 21 पनि मिस्टेक भएछ अलिकति 20 वर्ष होला हो त तपाईको त्यो त बनाएको शब्द हो अर्कलाइजेसन भन्ने थाहा थिएन त म अहिलेसम्म सुनेको थिएन फेमस शब्द हो त अर्कलाइजेसन अनि अरू के छ दाजु यस्तो शब्दहरू बाहिर सिकाइदिनु किम्पाप कतिवटा हाल्यो तिमीले मैले 1 र आधी रोल 8 र 18 पिस कति 2 रोल अलिक खानु होइन 2 रोल दिइरहेको थियो तर काटेर म त जाँदा काटेर दिइरहेको थियो हामी जाँदा केटाहरू सब खाएर भइहाल्छ न मलाई चाहिँ 2 रोल काटेर दिइरहेको थियो म यत्रो खाँदिनँ 1 र आधी मात्र खान्छु भने मैले 1 रोल पनि खाएन 8 पिस भनेपछि कति छ केही त छैन त्यही र अनि अर्को त्यो तगुक के हो त्यो पिठोको झोल तगुक पनि होइन त्यो तगुक चल्छ पाउरोटी जस्ताको झोल तगुक भनेको अर्कै पिस हुन्छ त्यो चाहिँ त्यो के मैदाको पिठो काइन्ड अफ तगुकै हो त्यसलाई अर्कै के नाम छ बिर्सेँ मैले अहिले हुन्छ हस् हुन्छ इल्सारी अदिस किमे उरिदो किमे सोस किमे अदियो किमे सिंगिम Which model? GoPro 10? 13 black.
हिंदी आता है यार? हाँ सब जानते हैं। उससे ज्यादा आता है? नहीं ठीक ठीक आता है। सबको आता है थोड़ा और थोड़ा ज्यादा। हिंदी मूवी देखते हैं ना बचपन से इसलिए। हिंदी, नेपाली, पाकिस्तानी, बंगाली सिमिलर है ना? हाँ सिमिलर लगता है। बंगाली नहीं आउनु पर्ने तले? हाँ बङ्गाली आउँदैन आसामिज चाहिँ भन्नु आसाममा बंगाली तो नहीं बोल्ने? होइन नि ओहो किछे भालो आछे डिफ्रेन्ट त्यस्तै होइन त्यहाँ पनि बोल्ने? अल्फाबेट सेम आई थिङ्क आसामिज एन्ड बङ्गला। आपको नेपाली में क ख ग घ है ना? वो हमारा भी ऐसा ही है। क ख आसामिज और बंगाल का क ख ग एक ही है एक ही है। लेकिन लैंग्वेज अलग है। बोलने का जो क्या बोलता है तरिका थोड़ा डिफरेंट। लेकिन हिंदी और उस जस्तै हो कि हिंदी और नेपाली जस्तै हो। जैसे हम लोग का भी हिंदी और नेपाली का अल्फाबेट एक ही है लेकिन बोलने का तरीका डिफरेंट है ना, वैसे ही है।